4 दिनको रानी हो है, 3-4 दिनको रानी हो। यो धेरै भएको छैन। यहाँ पछि यहाँडो यता आउँदैछ। यो 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 चाहिँ 3-4 दिन भयो। यसलाई भाले आवश्यक छ। यो चाहिँ भाले लागिसकेको अवस्था देखिँदैन। कसरी थाहा हुन्छ? यो चाहिँ भर्खरको रानी चाहिँ चिल्लो हुन्छ, मसिनो हुन्छ, खुर्र कुद्छ, मान्छेदेखि भाग्छ, त्यस्तो खालको हुन्छ। तपाईँको पुरानो रानी चाहिँ तलै बसेछ, यहाँको रानी होइन। त्यो पुरानो रानी चाहिँ कि यहाँ फुट्यो, एउटा घार चाहिँ तपाईँ फुट्यो होला, किनभने यो घारको 3 घार भयो होइन। तल हामीले रानी बनाउने कोषहरू अन्डाहरू लिएर गयौँ, त्यहाँ रानी बनायो। यतापट्टि फुटेको चाहिँ तपाईँको बिचपाते भयो। अब त्यसलाई चाहिँ मैले तपाईँलाई भने जस्तै 100 मिटर पर लगेर त्यसलाई खन्याएर अनि अन्डाहरू सबै काटेर फ्याँकेर अनि चाहिँ नयाँ घारमा राख्नुपर्छ। यहाँ भएको पुरानो मौरी चाहिँ तपाईँ 1 घार फुटेर गएछ, त्यो चाहिँ कहाँ गयो थाहा भएन। यो घारको चाहिँ 4 घार मौरी भएछ भन्ने यो मौरी हेर्दा बुझिन्छ। ल हेर्नुहोस्, यी रानी यहाँ छ। यहाँ तपाईँको अलि देखिने गरी गर्नु है त। कता पुग्यो अहिले यो कतै हो। होइन रहेछ, यतापट्टि आइसक्यो होला कि यस्तो कुद्छ कि यस्तो कुद्छ। खै कहाँ यहाँलाई हेर्नुहोस् कस्तो राम्रो रानी हो। ल हेर्नुहोस्, ल धन्यवाद।